भिडियोमा खाने बेलामा मलाई देखाउँदै देखाउँदिनौ तिमीले भनेर पिर मान्नुहुन्छ के परीक्षा ल सधैँ चाहिँ मैले आज पनि माम लिएर आएँ खाएको भिडियो राख्नु तपाईँहरूलाई रिपोर्ट केही आउँदैन भन्नुहुन्छ त्यही भएर मैले खाएको भिडियो राख्नु थालेँ बानी परिसक्यो अब त केही लाज लाग्दैन खानालाई के को लाज होइन दाल यहाँ छ दाल दाल हाल्नुपर्छ क्या ल हालिदिउँ दाल हाल्नु रमाइलो हुन्छ हाम्रो खाने बेलामा त कहिले कहिले त कहिले कहिले एक्लै हुन्छ मेरो फेभरेट यो सिजनमा छोड्नै नहुने मेरो फेभरेट म त बुतुक्कै हुन्छु के घिरमलाको तरकारी घिरौलाको चाल म त यो सिजनसम्म त छोड्दिनँ खान्छु सिजन पाउँदासम्म खान्छु यो त करकलको अचार हो मैले तिल चाहिँ राख्दिनँ एकदम माइग्रेन छ मलाई तिल चाहिँ राख्दिनँ कि अनि कालो तिल छन त कता हेर्नै झ्याउ लाग्यो मैले राखेन त्यो हेर्नुपर्छ फेरि बालुवै बालुवा छ त्यसले गर्दा करकलको अचार खासै मिहिनेत चाहिँ गर्नु पर्दैन मिठो हुन्छ फेरि उहाँलाई फेरि यो दिदीले बनाएर पठाइदिनु भएको आँपको अचार चाहियो त्यही भएर मैले उहाँलाई दिएँ मैले सधैँ चाहिँ खान सक्दिनँ अलिक धेरै अमिलो ल आज माया गर्ने दिदी त जो कसैले पाउँदैन माया गरेर त पठाइदिनु भयो माया गरेर पठाइदिनु त्यो त साँच्चै हो कहिले घिउ पठाइदिनुहुन्छ कहिले अचार पठाइदिनुहुन्छ कहिले के पठाइदिनुहुन्छ दिदी त आज छ मुङको दालमा भिन्डी हालेको त्यही भएर मिठो लाग्यो भन्नुहुन्छ अनि त्यसपछि विशेष गरेर मासको दाल मनपर्छ उहाँलाई अनि मासको दाल चाहिँ अहिले गरिब महिनामा धेरै नखाउँ भनेर चाहिँ जाडो महिनामा चाहिँ खानु अरे मासको दाल गरिब महिनामा चाहिँ नखाउँ भनेर अनि मासको दालको तिर्सना मेटाउमा चाहिँ मैले चाहिँ भिन्डी हालिदिएको के मलाई बाक्लो दाल यसै मनपर्छ अनि घिरमलाको तरकारी करकलको अचार मलाई सलाद चाहिँ मलाई चाहिँदैन है कहिले कहिले खान्छु कहिले कहिले त मलाई प्रायः मलाई सलाद चाहिँदैन चाहिने मान्छे त यो चाहिने राजसी खाना चाहिन्छ राजसी घिरमलाको तरकारी त किन मलाई यति मनपर्छ घिरमला फर्सी घिरमला किन यति मनपर्छ मलाई थाहै छैन अचार खाने आमा मिठो अचार खानुहुन्छ हाल्दैछु यही हो अचार करकलको अचार त कति मिठो हुन्छ नि हो तोरीको दाना पुऱ्याइदियो खुर्सानीको दाना खुर्सानी पुऱ्याइदियो अनि त्यसपछि करकलो हालिदिएपछि अनि नुन हालिदियो पछि निकालेपछि अमिलो हालिदियो या आफूलाई तिल खान मन लाग्छ भने तिल हाल्यो सक्यो बस पाक्यो तिल हाल्यो जिल्ला भयो आँपको अचार छ त बहुत मिठो छ थोरै निकाल्नु होइन मलाई धेरै खानुहुन्न थोरै पुऱ्याएर खानुपर्छ एक वर्षलाई अब दिदीले पठाइदिने अर्को वर्ष हो एक वर्षलाई पुऱ्याउनुपर्छ कस्तो मिठो हुन्छ क्या मासको दालमा के अरे मुङको दालमा भिन्डी हाल्नु त कस्तो मिठो भयो है बहुत मिठो छ कहिले कहिले त अरूले पकाएको खाना नि कति मन लाग्छ बहुत पकाउँछु मैले बहुत पकाउँछु बहुत पकाउँछु मैले नपकाउने होइन बहुत पकाउँछु मैले नपकाउने होइन त्यस्तै महिनामा एक हप्ता चाहिँ त मैले पकाउँछु 3 हप्ता यिनले पकाउँछु मैले पकाएको यिनलाई मन पर्दैन के गर्ने मनपर्छ सिटी लगाइदिनुहुन्छ सुई चाहिँ सिटी एकछिनमा पकाउनुहुन्छ फेरि होइन पाक्यो भन्छु पाक्यो भन्नुहुन्छ
अनि त्यसपछि अनि छिटो पकाउनुहुन्छ अनि भन्छु क्या मलाई पनि कराईमा ढिलो पकाउँछु नि त। ढिलो मात्र होइन 3 घन्टा लाग्छ। कहाँ 3 घन्टा लाग्छ धत्ती भन्नुभयो। 2 घन्टा त लाग्छ। पाक्नै पर्छ नि खाना होइन साथीहरू, खाने बेलामा आउँछ क्या मिठो भात त। के छ खानु ल खानु मिठो छ आज। के भएर के भयो खानु कचलो भयो चाहिँ पानी खाने पानी खाने अँ पानी खाने 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 भाइ